यो हामी चाहिँ ओसो पार्कतिर जाँदैछौँ है आज। हेर्नुहोस् है, यहाँ चिसो हावा खानलाई है। दुई भाइ हिँडेको, दाइ हुनुहुन्छ अगाडि, मि यता। हामी चाहिँ ओसो पार्क के भन्ने धरानको हर्क साङपाङले बनाएको पार्कमा जाँदैछौँ। सबैजना त्यहीँ जाँदैछ क्या हावा खानु। आज लास्ट डे गर्मी छ नि त धरानमा त। हामी चाहिँ क्लासबाटै टाप दिएको हो यता होइन। हावा चाहिँ डह्रो आउँदो रहेछ है। वान वे भन्छ यसरी आउँछ अनि भो होइन त। हामी चाहिँ अब ओसो पार्क 1-2 मिनटमा पुग्नेछौँ। अनि त्यहाँ देखाउनेछु। स्कुलको बस चाहिँ हरामी हुन्छ यार। लास्टै पेलेर आउँछ अरू गाडी भन्दा। खै हामी लाग्यो भने त ओसो पार्कतिर छिर्ने ठाउँ आइपुग्यो है त। छिरिमै हामी ओसो पार्क। कस्तो मधुर आएको दाइ। मेरो क्यामेरा बिग्रेको र सकिहाल्यो क्या। साथीहरू हामी जसले ओसो पार्कमा आज अहिले भर्खर आइपुग्यौँ होइन। यता यस्तो छ, ओसो पार्क यस्तो छ होइन। खतरा छ ओसो पार्क चाहिँ। खोइ कहाँ छ ऊ पर चाहिँ हेर्नुहोस् है, धरान लेखेको छ हेर्नु। धरान हेर्नुहोस् त टाढी रहेछ। कति टाढाको हो धरानहरू होइन। धरान सुनसरी
यता चाहिँ त्यो आरा काट्ने ठाउँतिर जान्छ धरान, त्यो आरा काट्ने। यता चाहिँ यस्तो छ होइन, यो चाहिँ अर्को साङपाङले बनाएको हो यता चाहिँ होइन। यता चाहिँ फेरि अर्कैको अरे भनेको सुनेको है। चिसो रहेन रहेछ हौ दाइ, गर्मी पो भयो त, पक्का गर्मी पो भयो। हामी चाहिँ पानी खान जाँदैछौँ यता पानी। हेर्नु चाहिँ पानी यसरी आउँछ, खतरा छ। फ्रिजमा भन्दा चिसो छ होइन त। हामी चाहिँ उताबाट आएको हो कि यहाँ क्यामेरा। अर्को साङपाङको फोटो हेर्नु सक्नुहुन्छ है तपाईँहरूले। यहाँ हेर्नुहोस् है, यहाँ टाउको लाउनुपर्छ होइन, दामी अर्को साङपाङ चित्रमा पाइयो। हामी चाहिँ बाहिर छ, भित्र गयो भने चाहिँ पैसा तिर्नुपर्छ है हामीले। हामी चाहिँ यसो चिसो हावा खानु मात्र आएको खासमा होइन। यस्तो छ, गाडीहरू पनि आउने जाने गर्छ हेर्नु। हजुर यो इन्डियन गाडी हो दाइ। दामी छ है, यता घुम्न आउनु सक्नुहुन्छ तपाईँहरू पनि। हामी चाहिँ ओसो पार्कमा, तर बत्ती त झिके छ यार, त्यस्तो छ है। हेर्नुहोस् है, माथि पनि पुल होइन दाइ, त्यो पुल हेर्नुहोस् न, खतरा छ। यता सर्फ छ हेर्नु, सर्फ हो मेरो। हेर्नुहोस् है, त्यसो छ। त्यो वहाँ धरान छ माथि, अघि मैले देखाएको। यो चाहिँ माथि चाहिँ माथि चाहिँ आरा काट्ने ठाउँ होला होइन, उता माथि चाहिँ आरा काट्ने ठाउँ हो। यता चाहिँ घुम्ने ठाउँ हो होइन। खोला खासै ठुलो त रहेन रहेछ, तर पहिले यहाँ त दाइ के भन्छ, त्यो पुरै गाँजाहरू खाने मान्छे बस्ने ठाउँ होइन यो, माल तान्ने मान्छेहरू होइन।